हेलो एन्ड नमस्ते बिएनबी क्लासमा तपाईँलाई स्वागत छ। वेलकम टु बिएनबी क्लास। साथीहरू, पछिल्लो भिडियोमा हामीले चाहिँ नेपालको अर्थतन्त्रको बारेमा अध्ययन गरेका थियौँ। त्यहाँ चाहिँ नेपालको अर्थतन्त्रको संरचना, त्यसमा देखिएका समस्याहरू, चुनौतीहरू सँगसँगै केही समाधानका उपायहरूको बारेमा हामीले एकदम विस्तृत रूपमा अध्ययन गरेको थियौँ। आज म तपाईँहरूको लागि इकोनोमिक्स अर्थशास्त्रकै एउटा अर्को र इकोनोमी को बारेमा अध्ययन गर्नको लागि एकदमै महत्त्वपूर्ण एउटा अवधारणा कन्सेप्टको बारेमा छलफल गर्न जाँदैछु। आर्थिक वृद्धि, त्यसको अवधारणा र प्रमुख निर्धारक तत्त्वहरू, यो हामी नेपालको सन्दर्भमा रहेर यसको बारेमा हामीले आज छलफल गर्नेछौँ। तर भिडियो सुरु गर्नुभन्दा पहिले सर्वप्रथम यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र साथीभाइहरूसँग सेयर गर्नुहोला। सो विदाउट वेस्टिङ आवर टाइम, लेट्स गेट स्टार्टेड। आर्थिक वृद्धिको अवधारणाको कुरा गर्दाखेरि आर्थिक वृद्धि भनेको कुनै पनि देशको कुल ग्राहस्थ उत्पादन, ग्रस डोमेस्टिक प्रोडक्ट वा प्रति व्यक्ति आय, पर क्यापिटल इन्कमको वृद्धि दरलाई जनाउने महत्त्वपूर्ण सूचक हो। कुनै देशको उत्पादन तथा सेवा क्षेत्रमा वृद्धि हुनु नै आर्थिक वृद्धि हो, जसले समग्र जनसङ्ख्याको जीवनस्तर सुधार्नमा मद्दत गर्छ। नेपाल जस्तो विकासशील देशमा आर्थिक वृद्धिको गति तुलनात्मक रूपमा मध्यम छ। नेपालको अर्थतन्त्र कृषिमा आधारित छ, औद्योगिकीकरणको गति सुस्त छ र पर्यटन तथा सेवा क्षेत्र विस्तार हुँदै गइरहेको छ। आर्थिक वृद्धिलाई दिगो बनाउन नीति, लगानी, पूर्वाधार, दक्ष जनशक्ति र नवप्रवर्तन जस्ता तत्त्वहरूले महत्त्वपूर्ण भूमिका खेल्दछ। सामान्यतया आर्थिक वृद्धि भनेको देशको उत्पादन तथा सेवाहरूको मात्रामा भएको वृद्धि दरलाई जनाउँछ। यो एउटा क्वान्टिटेटिभ कुरो हो, जसले कि पछिल्लो आर्थिक वर्ष र हाल चालु आर्थिक वर्षको बिचमा जब हामीले दुवैमा तुलना गर्छौँ र आर्थिक कारोबारको मौद्रिक मूल्य जुन हामीले निकालेको हुन्छौँ, जिडिपी हामी भनौँ न, जिडिपी को हिसाबले चाहिँ हामीले कति वृद्धि गऱ्यौँ त, हाम्रो उत्पादनमा कति वृद्धि भयो त, त्यसलाई नै आर्थिक वृद्धि दर हामीले मुख्यतः भन्छौँ। यसको केही पनि विशेषताहरूको बारेमा अलिकति हामी बुझौँ। यो आर्थिक वृद्धि दरको प्रमुख विशेषताहरू के छन् त? यो एउटा दीर्घकालीन प्रक्रिया हो, यो लङ टर्म प्रोसेस हो, होइन। आर्थिक वृद्धि एक दिन वा केही वर्षमा मात्र प्राप्त हुने चिज होइन। यसका लागि दिगो विकास रणनीति, पूर्वाधार विस्तार, दक्ष श्रम शक्ति र नीतिगत स्थिरता आवश्यक हुन्छ। र यो हामीले चाहिँ दीर्घकालीनमा, होइन, लङ टर्ममै यसलाई लिएर जान्छौँ। हामीले एकपटक मात्र आर्थिक वृद्धि गराएर अनि त्यसपछि रोकिदिने होइन कि हामीले दीर्घकालीनकै लागि यसको हामी योजना बनाएर एकदम योजनाबद्ध रूपमै हामी अगाडि बढेको हुन्छौँ। यो एउटा दोस्रो विशेषता हेर्दाखेरि यो चाहिँ मात्रात्मक परिवर्तन हो या मात्रात्मक वृद्धि हो, अर्थात् क्वान्टिटेटिभ इन्क्रिज जुन हामीले भन्छौँ, होइन। यो चाहिँ 2 वर्षको बिचमा गरेको तुलना, जहाँ कि मात्रात्मक रूपमा क्वान्टिटेटिभली कतिको परिवर्तन भयो, कति वृद्धि भयो, कति इन्क्रिज भयो, त्यसलाई जनाउँछ, होइन। समग्र उत्पादन र आम्दानीमा वृद्धि, यसले चाहिँ सबै क्षेत्रहरूको, यो कुनै एउटा क्षेत्र होइन कि सबै क्षेत्रहरू, हामी प्राइमेरी, सेकेन्डरी, टर्सियरी भन्छौँ नि, हो। जस्तै नेपालको परिवेशको कुरा गर्दाखेरि कृषि, सेवा र उत्पादन, सो यो समग्र रूपमा भएको वृद्धिलाई यसले जनाउँछ। र अन्ततः यसले चाहिँ वस्तु तथा सेवाको गुणस्तरमा सुधार भएको कुरा त जनाउँछ नै, त्यो सँगसँगै यसले हाम्रो त्यो देशको जनसङ्ख्याको जीवन स्तरमा भएको सुधारको बारेमा जनाउँछ, यानि कि इम्प्रुभमेन्ट इन लिभिङ स्ट्यान्डर्डको बारेमा यसले समग्र रूपमा चाहिँ जनाउने गर्छ। अब आर्थिक वृद्धि सँगसँगै एउटा अर्को पनि अवधारणा छ जो म पछि अर्को भिडियोमा एकदम डिटेलमा राखौँला। तर यहाँ मैले यो आर्थिक वृद्धिको कुरा गरिराख्दा चाहिँ त्यसको बारेमा अलिकति छलफल नगरेसम्म चाहिँ अब यो अलिकति बुझ्न अप्ठ्यारो होला भनेर
मैले चाहिँ यहाँ राखेको छु। जस्तै कि हेरिन्छ कि नर्मली आर्थिक वृद्धि र आर्थिक विकासको बिचमा चाहिँ धेरैजनाले अलिकति एउटै हो कि एउटै कुरो हो कि भनेर चाहिँ कन्फ्युजन हुन्छ होइन। त्यही भएर चाहिँ यहाँ थोरै मैले अलिकति राखिदिएको छु दुवैको बिचको फरकको बारेमा। त्यो अर्थसूचक र समावेशिता र नाममा यसरी चारवटा पक्षहरूको रूपमा मैले यहाँ राखिदिएको छु। यहाँ चाहिँ एकदम पुरै डिटेलमा तपाईँले एक्सप्लेन गर्दिनँ, थोरै मात्र म अलिकति तपाईँलाई यहाँ के भन्न खोजेँ कि आर्थिक वृद्धि र आर्थिक विकासमा चाहिँ के फरक हो भनेपछि आर्थिक वृद्धि एउटा मात्रात्मक परिवर्तनलाई मात्र जनाउँछ भने आर्थिक विकासले चाहिँ संरचनागत र गुणात्मक अर्थात् स्ट्रक्चरल र सँगसँगै क्वालिटेटिभ, यो चाहिँ एउटा क्वालिटेटिभ एस्पेक्टलाई गुणात्मक एस्पेक्टलाई पक्षलाई बताउँछ भने आर्थिक वृद्धि भनेपछि यो मात्रात्मक यानि कि क्वान्टिटेटिभले मात्र जनाउँछ। त्यही भएर यति भनिराख्दा नै अब बुझ्न सकिन्छ कि आर्थिक वृद्धि भनेको पछिल्लो आर्थिक वर्ष र आजको आर्थिक वर्षमा भएको क्वान्टिटेटिभ चेन्ज, यानि कि ग्रस डोमेस्टिक प्रोडक्टमा नर्मली ग्रस डोमेस्टिक प्रोडक्टमा कहीँ पिसिआईमा पनि हुन्छ, पर क्यापिटल इन्कममा पनि इन्कमलाई पनि ग्रोथलाई पनि क्यालकुलेसनमा राखिएको हुन्छ भने हाम्रो नेपालको परिवेशमा चाहिँ हामीले जिडिपीकै आधारमा चाहिँ हामीले निकाल्छौँ। सो यो दुईवटा वर्षको बिचमा भएको जिडिपीमा भएको परिवर्तनलाई आर्थिक वृद्धि भन्छ भने आर्थिक विकास भनेको यो समग्र रूपमा लिने कुरो हो। एउटा आर्थिक विकासभित्र आर्थिक वृद्धि त हुनु पर्यो नै, यानि कि जिडिपी त बढेर जानै पर्यो होइन। जिडिपी नबढेसम्म चाहिँ आर्थिक विकासको भनौँ न बेस नै त्यही हो, आधार नै त्यो हो। किनभने त्यो बढे सँगसँगै त्यहाँनिर जीवनस्तरमा सुधार आउँछ होइन, त्यहाँको एचडिआईमा सुधार आउँछ, त्यहाँ शिक्षा स्वास्थ्यको स्तरमा सुधार आउँछ, ह्युमन डेभलपमेन्ट इन्डेक्स हामीले भन्छौँ मानव विकास सूचाङ्क होइन, त्यो सबैमा सुधार आएको हुन्छ। गरिबी दर या गरिबी रेखा मुनिको जनसङ्ख्याको प्रतिशत कम हुँदै गएको हुन्छ होइन, त्यहाँ पोभर्टी र इक्वालिटी जुन कुरा गर्छौँ असमानता पनि कम हुँदै गएको हुन्छ। अर्थात् आर्थिक विकास भनेको यो सबै कुरालाई लिएर समग्र रूपमा कुनै पनि देशमा भएको क्रमगत रूपमा भएको परिवर्तनलाई चाहिँ आर्थिक विकासको रूपमा राख्छ होइन। यसले चाहिँ यो चाहिँ जीवन स्तरमा भएको सुधार र दिगो विकास जनाउँछ भने आर्थिक वृद्धिले चाहिँ उत्पादन र आम्दानीको वृद्धिलाई मात्र जनाउँछ होइन। परिमाणमा कुरा गर्दाखेरि चाहिँ आम्दानी वृद्धि आर्थिक वृद्धि अन्तर्गतमा आउँछ भने मानव कल्याण र जीवन स्तर सुधार चाहिँ आर्थिक विकासको रूपमा आउँछ। सो मैले यहाँ सानो मैले एउटा परिचय मात्र दिएँ, डिटेलमा चाहिँ भिडियोमा पछि राखिदिइहाल्छु होइन। आजको चाहिँ हाम्रो टपिक रहेको छ आर्थिक वृद्धिको अवधारणा र यसका निर्धारक तत्त्वहरू नेपालको परिवेशमा होइन। सो अगाडि अब हामी कुरा गरौँ अब अलिकति डिटर्मिनान्ट अफ इकोनोमिक ग्रोथ इन नेपाल, नेपालको आर्थिक वृद्धिका प्रमुख निर्धारक तत्त्वहरूको बारेमा अलि छलफल गरौँ। सो नेपालको आर्थिक वृद्धि विभिन्न आर्थिक सामाजिक र नीतिगत कारकहरूले निर्धारण गर्छ। यी निर्धारक तत्त्वहरू उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास तथा समग्र राष्ट्रिय आय वृद्धिमा प्रभाव पार्ने प्रमुख तत्त्वहरू हुन्। नेपालमा आर्थिक वृद्धिलाई प्रभावित गर्ने प्रमुख निर्धारण तत्त्वहरूमध्ये नम्बर 1 मा रहेको छ प्राकृतिक स्रोत साधनको उपयोग होइन। नेपाल जलस्रोत, खनिज, वन जङ्गल र कृषि योग्य भूमिले सम्पन्न राष्ट्र हो। यदि यी स्रोतहरूलाई वैज्ञानिक ढङ्गले प्रयोग गर्न सक्यो भने आर्थिक वृद्धि हामी उच्च दरमा राख्न सक्छौँ। पछिल्लो भिडियोमा पनि मैले जब नेपालको आर्थिक अर्थतन्त्रको संरचनाको बारेमा जब मैले कुरा गरेको थिएँ त्यहाँ पनि मैले यो सबै कुरा राखेको थिएँ होइन। त्यहाँ चाहिँ हामीले नेपालको संरचनाको मात्रै कुरा गरेको थियौँ, त्यहाँ समाधान र सम्भावनाहरू पनि छलफल गरेको थियौँ भने आज चाहिँ ती सबै नै अब नेपालको अर्थतन्त्रको संरचनामा पर्ने जति पनि क्षेत्रहरू छन् त्यो नै हुन्छन् नेपालको लागि निर्धारक तत्त्वहरू होइन। त्यसलाई अब यहाँ मैले राखेको छु। जस्तै कि नेपालको परिवेशमा कुरा गर्दाखेरि हामीले जलस्रोतको कुरा गरेको थियौँ होइन। जस्तै कि 83,000 मेगावाटभन्दा बढी चाहिँ जलविद्युत उत्पादन गर्ने हाम्रो क्षमता छ होइन। हामी चाहिँ जल उत्पादन गरेर ऊर्जा निर्यात गरेर हामीले राम्रो आम्दानी गर्न सक्ने हामीसँग सम्भावना छ। त्यसको लागि के सुधारका
उपायहरू चाहिन्छ त्यसको बारेमा पनि मैले छलफल गरेको थिएँ। यदि तपाईँलाई याद छ भने, यदि तपाईँले त्यो भिडियो हेर्नु भएको छैन भने म माथि लिङ्क दिन्छु, तपाईँले त्यहाँ लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुन्छ। त्यस्तै अर्को चाहिँ कृषि भूमि र उत्पादन, यानि कि एग्रिकल्चर ल्यान्ड एन्ड प्रोडक्टिभिटीमा, त्यसमा भएको यानि कि कृषि उत्पादनमा भएको वृद्धिले चाहिँ हाम्रो नेपालको आर्थिक वृद्धिको निर्धारक तत्त्व चाहिँ यो हो होइन। अर्को खनिज तथा खानी, मिनरल्स एन्ड माइन्स होइन। यो चाहिँ हाम्रो पहिलो एउटा भनौँ न प्रमुख निर्धारक तत्त्व हो। अर्कोमा चाहिँ हाम्रो छ श्रम शक्ति र जनसङ्ख्या वृद्धि होइन। अब अहिलेको परिवेशमा कुरा गर्दाखेरि चाहिँ अब लगभग 30 लाखभन्दा बढी विदेश युवाहरू चाहिँ नेपालको विदेशी रोजगारमा आश्रित छन् होइन, जसले देशभित्र श्रम शक्तिको अभाव सिर्जना गरिरहेको छ। अब श्रम शक्तिको विकास, दक्ष श्रम शक्तिको विकास गर्नु अति नै आवश्यक छ। अब यसमा चाहिँ हाम्रो दक्ष जनशक्ति यानि कि स्किल्ड वर्कफोर्स र फरेन इम्प्लोइमेन्ट एन्ड रेमिटान्स, वैदेशिक रोजगारी तथा रेमिटान्स, अब यसले पनि चाहिँ निर्धारण गर्छ हाम्रो आर्थिक वृद्धिलाई होइन। अर्को चाहिँ प्रविधि र नवप्रवर्तन अर्थात् टेक्नोलोजी एन्ड इनोभेसन हामीले भन्छौँ। अब आधुनिक प्रविधिको प्रयोग कृषि उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा स्वचालित प्रविधि वा कृत्रिम वृद्धि भन्छौँ न हामीले, एआई इन्टेलिजेन्स भन्छौँ हो, आर्टिफिसियल इन्टेलिजेन्स, त्यसको प्रयोग वृद्धि गर्न सकिन्छ होइन। नेपालले प्रविधि मैत्री नीति अपनाएमा जस्तै कि सूचना प्रविधि र स्टार्टअप इम्प्लोइमेन्टको लागि चाहिँ हामीले फसाउने एकदमै ठाउँ छ। अनुसन्धान तथा विकास, आर्थिक वृद्धिको लागि नेपालमा अनुसन्धान तथा नवप्रवर्तन लगानी अत्यन्त कम छ, त्यसलाई पनि हामीले बढाउन सक्छौँ होइन। अर्को चाहिँ वैदेशिक लगानी र व्यापार नीति अर्थात् फरेन डाइरेक्ट इन्भेस्टमेन्ट जुन हामीले भन्छौँ नि, प्रत्यक्ष वैदेशिक लगानी, हामीले चाहिँ एफडिआई मैत्री नीति चाहिँ बनाउन सकेको छैनौँ। यो ल्याएर चाहिँ अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ। विशेष आर्थिक क्षेत्र अर्थात् एससिजे जुन भन्छौँ त्यसको स्थापना गरी औद्योगिक लगानी हामीले बढाउनुपर्छ होइन, बढाउनै आवश्यक छ। त्यस्तै ट्रेड एन्ड एक्सपोर्ट स्ट्राटेजी, व्यापार तथा निर्यात रणनीतिहरू बनाएर चाहिँ हामीले चिया, कफी, जडीबुटी जस्ता हस्तकला सामग्री जस्ता होइन ठुलो सम्भावना छ यो सबको निर्यात बढाउने, र त्यसको लागि चाहिँ निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न सकियो भने चाहिँ आर्थिक वृद्धि दर तीव्र हुन सक्ने चाहिँ यहाँ एकदमै सम्भावना छ। अर्को चाहिँ कारक तत्त्वमा हाम्रो छ सरकारी नीति र सुशासन, गभर्मेन्ट पोलिसी एन्ड गुड गभर्नेन्स। लगानी मैत्री नीति बनाउन चाहिँ एकदमै आवश्यक छ। त्यसको लागि ब्याज दर नियन्त्रण, भन्सार सहजीकरण, कर प्रणाली सुधार गर्नमा हामीले चाहिँ आर्थिक गतिविधिहरू एकदमै बढाउन सक्छौँ होइन। त्यस्तै सुशासन तथा भ्रष्टाचार नियन्त्रण गरेर चाहिँ हामीले हाम्रो देशको माहौल अलिकति राम्रो बनाउन सक्छौँ, जसले कि वैदेशिक लगानीको चाहिँ भित्राउने चाहिँ एकदमै राम्रो वातावरण सिर्जना हुन जान्छ होइन। अब नेपालमा अत्यधिक भ्रष्टाचार भएको कारणले पनि लगानी एकदम सुस्त छ। अब करेक्सन इन्डेक्समा पनि हाम्रो एकदमै नराम्रो ऱ्याङ्किङ छ होइन। भर्खरै फेरि हामीले एफएटिएफले चाहिँ हामीलाई ग्रे लिस्टमा पनि राखेको छ, त्यसले पनि अलिकति लगानीलाई चाहिँ भित्राउन असहज वातावरण बनेको छ। यसलाई चाहिँ अब सुशासन र यो एन्टी करप्सनको नियन्त्रण गरेर चाहिँ हामीले नियम कानुनको प्रभावकारी कार्यान्वयन गरेर हामीले आर्थिक वृद्धि चाहिँ उच्च दरमा हामीले राख्न सक्छौँ। सो यसरी यो भनिराख्दा एउटा अर्को पनि एउटा कारक तत्त्व छ जो कि यहाँ छलफल गर्न सकिन्छ, जस्तै कि पुँजी निर्माण र पूर्वाधार विकास होइन। पुँजी निर्माण भनेको उद्योग, यातायात, जनसञ्चार, जलविद्युत तथा मानव स्रोतमा लगानी गर्नु हो। सो यो पनि एउटा, यसमा पनि हामीले राम्रो परिवर्तन गर्न सक्यौँ, सकारात्मक परिवर्तन गर्न सक्यो भने चाहिँ त्यसले पनि हाम्रो आर्थिक वृद्धि दरलाई चाहिँ एकदमै सकारात्मक तरिकाले प्रभाव पार्छ। अब यातायात तथा सञ्चारको पूर्वाधार हामीले बनाउन आवश्यक छ अनि सडक तथा रेलमार्ग, जस्तो कि एकदमै सम्भावना छ। रेलमार्ग भनेको अब हामी ल्यान्डलक कन्ट्री भएकोले गर्दा चाहिँ, भूपरिवेशित देश भएकोले गर्दा चाहिँ रेलमार्ग हाम्रो लागि चाहिँ त्यो ल्यान्डभन्दा चाहिँ सडकभन्दा चाहिँ अलिक सस्तो पर्छ, त्यहाँ ढुवानीमा लागत एकदम कम हुने, त्यसले गर्दा चाहिँ त्यसको चाहिँ हामीले विकास गर्न सक्छौँ। पूर्वाधारमा लगानी गर्न एकदमै आवश्यक छ होइन।
त्यस्तै अब उद्योग र उत्पादनमूलक क्षेत्रहरू, हाउसिङ एन्ड अर्बनाइजेसनलाई एकदमै व्यवस्थित सहरी विकास गर्न आवश्यक छ। हुन त सहरी विकासमा चाहिँ धेरै किसिमको कामहरू भइराखेको छ, तर त्यसलाई अलिकति व्यवस्थित रूपमा र एउटा अर्को पनि देशमा चाहिँ अलिकति संरचनात्मक रूपमा चाहिँ अलिकति डिसेन्ट्रलाइज तरिकाले चाहिँ जान आवश्यक छ। यसको लागि चाहिँ सरकारी नीतिमै लिएर आएर अनि काम गर्नुपर्ने आवश्यकता छ होइन। एक ठाउँमा कुनै सेन्ट्रलाइज भएर चाहिँ समग्र देशको विकास चाहिँ हुन सक्दैन। त्यही भएर जस्तै कि मेट्रो सिटिजहरूलाई पनि एकदमै आत्मनिर्भर हुने गरी त्यहाँ पनि जनसङ्ख्या त्यहाँ पनि मानिसहरूलाई जीवनयापन गर्न सहज बनाउने, त्यहाँ पनि रोजगारी सृजना हुने, त्यहाँ पनि सरकारी कार्यालयहरू केही अलिक ठुल्ठुलो स्थापना गऱ्यो भने चाहिँ यसलाई अलिकति डिसेन्ट्रलाइज विकेन्द्रित गरेर पनि हामीले सबै, किनभने त्यसरी हुँदाखेरि अब केन्द्रित हुँदाखेरि एक ठाउँमै सबै जनसङ्ख्या आयो भने चाहिँ सबै स्रोत साधनहरूको उपयोग हुन सक्दैन। केही स्रोत साधनहरू आफ्नो लोकल ठाउँमै उपयोग गर्दाखेरि लागतको हिसाबले चाहिँ एकदमै कम हुन्छ नि त त्यो हिसाबले। सो यसरी चाहिँ हामीले यस्ता कारक तत्त्वहरू छन् जसले कि नेपालको आर्थिक वृद्धि दरलाई चाहिँ असर पार्छ। यहाँ निष्कर्षमा पनि मैले लेखिदिएको छु होइन, नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको छ। दिगो विकासका लागि सही नीति आवश्यक छ। पूर्वाधार विकास, उद्योग प्रवर्धन र दक्ष श्रम शक्ति आवश्यक छ। हामीले ब्रेन ड्रेनलाई रोकेर हाम्रो वैदेशिक रोजगारीमा जाने युवाहरूको लागि यहाँ नै अवसरहरूको सृजना गरेर तिनीहरूलाई नीतिगत व्यवस्था गरेर होइन रोकेर यही बनाउने अवसरहरू हामीले रोजगारी सृजना गऱ्यौँ भने चाहिँ यसले आर्थिक वृद्धि दरमा धेरै नै ठुलो भूमिका खेल्ने छ भन्ने मैले आश लिएको छु। सो आजको भिडियोमा हामी आज यति नै राख्छौँ। यहाँ हामीले छलफल गरेको विषयहरूमा तपाईँलाई अरू केही जान्ने इच्छा छ भने कमेन्ट सेक्सनमा राख्नु होला, हामी त्यसमाथि पनि भिडियो बनाउने प्रयास गर्नेछौँ। र यदि तपाईँले भिडियो मन पर्यो भने आफ्नो साथीभाइहरूसँग सेयर गर्नु होला, लाइक गर्नु होला। एन्ड यस, किप लर्निङ विथ बिएनबी क्लास। धन्यवाद, थ्याङ्क यू।